हेलो गाइस वन्स अगेन वेलकम ब्याक टु साम्पाङ च्यानल र आज भने फेरि पनि तपाईँहरू माझ एउटा है भिडियो अथवा सानो ब्लग लिएर उपस्थित भइसकेको छु है। र आज भने चाहिँ तपाईँहरूले सोचिराख्नु भएको होला यो के हो भनेर। र आज भने चाहिँ अलिकति फाल्टै धेरै है फरक भिडियो लिएर आइरहेको छु, किनभने तपाईँलाई थाहा भएको कुरा हो म कस्तो खालको भिडियो बनाउँछु भनेर। किनभने म अरू बेला खालि मजा गरेको, गोली खेल्नु गएको, घुमेको है त्यो खालको डे टु डे लाइफ म भिडियो बनाउँछु भने यो आजको यो भिडियो अलिकति फाल्टै छ। राम्ररी हेरिदिनु होला है। अनि र आज भने चाहिँ म यहाँनिर पुरानमा आइसकेको छु र पुरानमा आएर यहाँनिर आज यहाँनिर कलाश यात्रा हुन गइरहेको छ र यहाँनिर कलाश यात्रा सुरु भइसकेको छ। तपाईँहरूलाई ढिलो नगरिकन मैले देखाइसकेको छु, किनभने यो आजको कलाश यात्रा पुरान सुरु भएको छ र यो गएर 15 तारिक टुङ्गिनेछ है। र यो तपाईँले देख्नु भएको यो पहिलो गाडी यहाँ गुरुजी बस्नुभएको छ है, गुरुजी हुनुहुन्छ। र यो हाम्रो कहीँ नभएर यो टाढो कहीँ नभएर यहीँ हाम्रो तारपिन मिडल तारपिनमा यो एकदमै भव्य रूपमा मनाइरहेको छ यसपालिको पुरान है। र यो हाम्रो परिवार समाजद्वारा मजाले एकदमै भव्य रूपमा मनाइराख्नु भएको छ भने छेउछेउमा अथवा टाढाबाट जति पनि आउनुहुनेछ उहाँहरूले यो भिडियो मार्फत हेरेर आउनु सक्नुहुन्छ। र एकदमै मजाले है हामीले यो एकदमै ग्रान्ड प्रकारले है यो एकदमै कलाश यात्रा गरिरहेका छौँ। अनि यो अहिले यो देखिरहेको रोड जुन हामी यहाँनिर हेरिरहेका छौँ यो हो मिडल तारपिनबाट चाहिँ सालगढी घुम्ने रोड हो, अलिकति टाढा पर्छ। र यति मात्रै गाडी नभएर अझै हाइवेमा पुगेर धेरै अन्य गाडीहरू धेरै पर्खिरहनु भएको छ, किनभने टाढा पर्छ नि त। र अहिले भने चाहिँ हामी सालगढीलाई क्रस गरेर सालगढी रोड क्रस गरेर हाइवे निक्लिन लागेको छौँ र यो हाइवे 717 हाइवे पर्छ। र अहिले भने हामी निक्लिसकेको छौँ। अब भने मलाई लाग्छ हाम्रो गुरुजीलाई पनि धेरै आनन्द भयो होला, किनभने रफ रोड छ, किनभने बस्तीको बाटो त्यस्तै हुन्छ। र अहिले भने एकदमै पिच हाइवे निक्लिसकेको छौँ। एकदमै सायदै मलाई लाग्छ कि वान अफ द बेस्ट रोड है इन सिक्किम, होल सिक्किममा सबैभन्दा राम्रो रोड जस्तो पनि लाग्छ मलाई, किनभने एकदमै दामी छ रोड है। र यो हाइवे र अहिले हामी हाइवेमा निक्लेर एकदमै आनन्दले है हामी भक्तहरू एकदमै आफ्नै पारामा हामी गुन्जाइरहेको छौँ। हाम्रो देवेन्द्र दाजुले आफ्नै पारामा उहाँले एकदमै भक्तको रूपमा उहाँले एकदमै गाना है भजन गाइरहनु भएको छ आजको दिन यो कलाश यात्रा आज। र अहिले भने चाहिँ हामी तारपिन है माथि रोड निक्लिसकेका छौँ हाइवेमा। अनि हामी सबैजना जाँदैछौँ, तपाईँले देख्न सक्नुहुन्छ। हामी भने अगाडि पिकअपमा एकदमै 15 जना जस्तो होला सायदै, मेरो हिसाबले मैले गर्दिनँ। र त्यसरी छौँ भने यहाँनिर सबैको हातमा कलाश देख्न सक्नुहुन्छ। र मसँग मेरो साथी छेउमा थियो अनि यहाँ भाइ है एकदमै रमाइलो भइरहेको थियो। मेरो भाइहरू त नयाँ कमिङ र पण्डितहरू हुनुहुन्छ होला। र यहाँ हाम्रो भाइ है पञ्चायत दाजुको छोरा एकदमै मजा लिइराखेको छ। र यहाँ हाम्रो कमिङ जेनेरेसन पण्डितहरू यहाँ हेर्नुहोस् कति मजाले भजन है परिरहेको छ एकदमै। तर हामीलाई के हो है कालो अक्षर भैँसी बराबर भन्ने जस्तो सुन्नुमा के हो के भन्यो भने हामीले साह्रै ठिमाउनु सकेनौँ। र भाइले भन्दै थियो मलाई कि तपाईँको भिडियो हेर्छु नि दादा भनेर। थ्याङ्क यू भने भाइ एउटा मेरो एउटा भ्युर्स छ है, एकदमै खुसी लाग्यो। यस्तै बिचमा दुईजनाको बातचित भयो भाइसँग। र भाइ एकदमै राम्रो थियो, एकदमै राम्रोसँग मजाको थियो भाइ, एकदमै पण्डित सायदै फ्युचर हुन्छ होला भन्ने आशा राख्दै है हामी पुग्न लागेका छौँ रेसीतर्फ है। रेसीमा किनभने त्यहाँनिर गएर त्यहाँबाट चाहिँ जल उठाउने त्यो आजको हाम्रो कार्यक्रम हो। र यहाँ हामी रेसी आइपुगिसकेको छौँ, तपाईँले देख्न सक्नुहुन्छ। यो हो रेसी चेकपोस्ट जहाँ सिक्किम र वेस्ट बेङ्गलको बोर्डर एरिया पर्छ, बोर्डर लाइन। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो बोर्डर। र अहिले भने चाहिँ हामी यहाँनिर पुगेर हाम्रो सबैभन्दा पहिलो गाडी हुनुको कारणले गर्दा हामी छिट्टै पुगिहाल्यौँ। र बरुन झर्दैछ अब त्यसपछि म पनि झर्छु। र पछाडि धेरै गाडीहरू तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर जस्तै एक गाडी आउँदैछ यहाँनिर है, यो आउँदैछ वेस्ट बेङ्गलबाट यता पसेकोहरू। र यहाँनिर अब हेर्नुहोस् के हुन्छ म देखाउँदैछु तपाईँहरूलाई। यहाँ हेर्नुहोस्
मैले जोतेको जस्तो लाग्यो भने चाहिँ एकदमै धेरै साल रहेछ चेकपोस्ट है सिक्किम पुलिस मजाले देखाइसकेको छु र त्यसपछि म गाडी भएर झरेँ अनि यहाँ देख्न सक्नुहुन्छ पछाडि धेरै धेरै एकदमै सबैजना हाम्रो भाउजूहरू अनि दाजुहरू मजाले नाचेर आउनुभएको थियो अनि पण्डितहरू आजको दिनलाई है एकदमै भव्य रूपमा मनाइरहेको छ यहाँनिर एकदमै यहाँ बेसीमा आइपुगिसकेको छौँ हामी देख्न सक्नुहुन्छ र म भने अलिकति मास्तिरामा ढुङ्गामा गएर सबैलाई आओस् भनेर म है भिडियो गरिरहेको छु है त हेर्नुहोस् है त मैले पनि ठ्याक्क टाउकोमा राधे राधे है एकदमै ब्यान्ड लगाएर एकदमै मलाई पनि खुसी लागेको छ मेरो यो नयाँ एक्सपिरियन्स हो मेरो लाइफमा चाहिँ दिस इज माई फर्स्ट टाइम है फर्स्ट एक्सपिरियन्स इट्स भेरी ब्युटिफुल इट्स असम है एकदमै राम्रो लाग्यो किनभने म सानोमा यो कल्चरमा अलिकति हुर्किनुको कारणले गर्दाखेरि यो है यसलाई अब यो मलाई त्यति थाहा छैन र यो मेरो पहिलोपल्ट हुनुको कारणले गर्दा साथमा हाम्रो यहाँनिर ओएसडी बोमसिलिङ सर अनि जेबी दाजु हुनुहुन्छ उहाँहरू ओएसडी टु सिएम है एकदमै उहाँहरूले पनि एकदमै सपोर्ट गरिरहनु भएको छ खुसीको कुरा हो उहाँहरूले सपोर्ट गरेन हामीले कसले गर्छ र होइन एकदमै राम्रो प्रकारले सपोर्ट सबैको सपोर्ट सबै है अनि सबैजना खुसी मानिरहेको छ सबैजना नाच भइरहेको छ खासैमा मलाई राम्रोसँग त थाहा छैन के हो भनेर दाजुले अहिले भन्नुहुन्छ के हो यो कलाश यात्रा भनेर म तपाईँहरूलाई त्यो पनि देखाउने छु क्या अनि यहाँ हेर्नुहोस् है धुन हेर्नुहोस् कति मजाको धुन यो बाजा है बाजा बजाउनेहरूले यहाँनिर हेर्नुहोस् है त यस्तो रमाइलो हुँदो रहेछ थाहै थिएन रमाइलो कुराहरू राम्रो कुरा सायद यो सब आउने समयमा नहराओस् भनेर हाम्रो सिनियरहरूले एकदमै राम्रो यो कल्चरलाई सम्हालेर राख्नु भएको छ र यस पछाडि हाम्रो पालो आउँछ त्यस पछाडि जेन्जीदेखि मुनि अझै धेरै अन्य नानीहरू धेरै आउँदछ है यसलाई बचाएर राख्नुपर्छ भनेर धेरै मानिसहरू आइरहेको थियो कति त आँटेको थिएन है पछाडि गाडीमै थियो कतिजना अब भने हेर्नुहोस् है त हाम्रो ओएसडी सर एकदमै बिचमा सबै बिचमा उहाँ पनि हुनुहुन्छ हेर्नुहोस् है त मजाको छ हेर्नुहोस् है सरलाई त साह्रै दामी देखिरहेछ नि आमा राधे राधे है निधारमा लगाएर साह्रै राम्रो देखिरहेछ यहाँ हाम्रो बडी एकदमै है र गुरुजी पनि आइसक्नु भएछ र गुरुजीलाई मैले पनि आशीर्वाद लिएँ गुरुजीबाट मैले आशीर्वाद धेरै मानिसहरूले आशीर्वाद लिइरहनु भएको थियो र हाम्रो यहाँ रमेश दाजु है दाजुले मलाई जिस्काउनु हुँदै थियो पञ्चायत दाजु एकदमै है हेर्नुहोस् न यस्तो हुन्छ नि अब एकदमै मेमोरिज है मेमोरिज भन्ने यस्तै हुन्छ यो एउटा भिडियो मात्रै होइन यो पछिसम्म रहने एउटा रेकर्डेड मेमोरिज हो हुन त मलाई थाहा छ है यो भिडियो धेरै लामो भइरहेछ भनेर र यो भिडियो मैले आफ्नो लागि मात्रै नभएर आफ्नो लागि होइन यो पछिसम्म यो एउटा मेमोरिज बनोस् है अब यो समय कहिले फर्केर आउँदैन है यो समयलाई हामीले फर्काएर पनि ल्याउन सकिँदैन टाइम मसिन भएर अब हामीले फर्काउन सक्थ्यौँ होला तर यो नहुने कुरा हो एउटा भनाइमा मात्रै हो र एकदमै रमाइलो प्रकारले सबैले है यसरी सपोर्ट यस्तो कुरामा राम्रो कुरामा सपोर्ट है गरेको देख्दा खुसी लाग्छ हो यति मजाले गरिरहेछ हेर्नुहोस् न यहाँनिर हेर्नुहोस् यस्तो भव्य रूपमा भइरहेको छ सबैलाई जोडेर समेटेर यो कुरा कतिलाई थाहा छैन यो कुरालाई हाइलाइट गराइदिनु होला तपाईँहरूले है यो भिडियोलाई देखेर तपाईँले इग्नोर नगरिकन है मेरो लागि नभए पनि आजको दिन यो राधे है आजको दिन कलाश यात्रालाई सम्झेर तपाईँहरूले माया गरेर सेयर है लाइक अनि राधे लेखिदिनु नभुलिदिनु होला है माया हेर्नुहोस् न सबैजना यस्तो मौसम हेर्नुहोस् त
यो मौसम हेर्नु कसरी भन्नु अब मलाई भन्नु पनि अलिकति आएन यो मौसम भन्दा पनि यो अब अहिलेको समय यो के भन्नु यो भ्यू हेर्नुहोस् त राधे राधे सबैजना यतिको है अझै पनि जुन यो हाम्रो मानिने जुन मानेर आइरहेको यो सब एकदमै अझसम्म बाँचिरहेको छ बाँचिरहोस् सदैव बाँचिरहोस् सदैव भरोसा गरिरहोस् यस्तो कुरामा किनभने आजकलको कुरामा तपाईँहरूलाई थाहा भएको कुरा हो 21st सेन्चुरी भन्छ हातमा मोबाइल फोन छ साह्रै कसैले यस्तो कुरालाई ध्यान दिँदैन त्यही कारणले मलाई चाहिँ लाग्छ यो गरेको एकदम खुसी लाग्छ र यहाँ हेर्नुहोस् हाम्रो दाजु बडाहरू सरहरू हेर्नुहोस् है त हाम्रो दिदीबहिनी बोजू बाजे है नानीहरू बहिनीहरू धेरै खुसी छ हेर्नुहोस् है उहाँहरूको एकदमै मुहारमा तपाईँले देखेर थाहा पाउन सक्नुहुन्छ कि उहाँहरू आजको दिन यो है कैलाश यात्रामा कति खुसी हुनुहुन्छ मैले भन्नै पर्दैन क्या मैले भनिबस्नै पर्दैन यो अहिले भने हामी रेसी खोलामा आइपुगिसकेको छौँ रेसी खोलामा आएर बिस्तारै सर्दैछौँ सबैजना पालै तिलो गर्दै तल झर्दैछौँ सबै धेरै खुसी छन् तपाईँले सुन्नु सक्नुहुन्छ सबैजना र अब भने चाहिँ जल उठाउने समय आइसकेको छ र जलको लागि सबैजना रेडी भएर यहाँनिर हेर्नुहोस् है र म भने यहाँनिर भिडियो गरिरहेको छु र मेरो साथमा हुनुहुन्छ यहाँनिर बोमछिरिङ सर अनि ओएसजी सर अनि यहाँ हेर्नुहोस् है हाम्रो पण्डितज्यूहरू यहाँ उहाँहरूले एकदमै सुरु गरिसक्नु भएको छ त्यस पछाडि सबैजना पर्खिराख्नु छ एकदमै रेडी नि त रेडी हेर्नुहोस् यहाँ उठाउनु सुरु भयो अब हेर्नुहोस् सबैजना सबै भक्तहरूले एकदमै र हाम्रो भाइले यस्तो हेर्नुहोस् यता मजा यहाँ फेरि साथमा हाम्रो सपोर्टमा हुनुहुन्छ हाम्रो यहाँ भेषरस दाजु राधे एकदमै है राधे निधारमा लगाएर एकदम मजाले यो फुक्नु चाहिँ कति साह्रो पर्छ भन्ने चाहिँ त्यो मान्छेलाई मलाई थाहा हुन्छ कि जसले फुकेको छ मलाई त हेर्दै साह्रो लाग्यो र सरसँग यहाँनिर राधे भन्दै है म चाहिँ एकदमै सरकै छेउमा थिएँ नि त त्यसो त र अब भने चाहिँ हामी यहाँनिर सबै जलहरू उठाएर एकदम कैलाश यात्रामा सुरु गरिसकेको छौँ र दाजुले भन्नुहुन्छ यहाँनिर के हो कैलाश यात्रा सुनिदिनु होला है कैलाश यात्रा चाहिँ हाम्रो भनेको चाहिँ हाम्रो जल उठाएर चाहिँ हामी रेसी माघे धामदेखिको उठाएर हामी गणेश मन्दिर जान्छौँ है त्यहाँदेखि गोटा प्रणिकमा गरेर हामी फेरि हाम्रो पाठिरा मन्दिर हुँदै दर्शन गर्दै हामी फेरि हाम्रो पुराणको जग्गामा पुग्नेछौँ त्यहाँ हाम्रो समाप्त हुनेछ आज चाहिँ है यो किन मतलब जल उठाउँछ जुन खोलामा गएर यो एकदम पवित्र भनेर है त्यो चाहिँ खास कारण छ पूर्वले उयो शास्त्रको भन्नुसारै त्यही नै छ है जल उठाएर एउटा गरेर चाहिँ मनोकामना सबैको पुरा हुने है सबैको रोग कष्टहरू हरण हुने माता सब शिवजीले भनेको पुरा गरिदिनुहुन्छ भन्ने उयो छ आधार छ हुन्छ धन्यवाद भाइ किरण धन्यवाद किरण राधे म अहिले बेलुका 5वटा जस्तो भजन गाउने छु अहिले चाहिँ म यो ड्युटीमा सकिनँ भन्नु पर्यो नि त के आज के हाम्रो अहिले कलश यात्रा आजदेखि सुरु भयो अन्त अरूमा भर्यो तपाईँको आज 9 तारिकदेखिको हजुर 8 तारिकदेखिको कलश यात्रा सुरु भएर चाहिँ भोलि 9 तारिकदेखिको चाहिँ पुरानो सुरु भएर हाम्रो 15 तारिक चाहिँ समाप्त हुँदैछ है भव्य रूपमा हुँदैछ जति पनि है टाढामा रहने भक्तजनहरू हुनुहुन्छ है शुभचित्त हुन्छ सबैलाई पुराणमा आएर कथाको प्रवचन दिनुहोस् भन्ने हामी तपाईँलाई शुभ सन्देश जुरिदिनु भन्ने है हामीले सुनिदिनु आएर जुरिदिनु है एकदमै राम्रो हुनेछ भव्य रूपमा गरिएको छ यसपालि ल है त सुनिहाल्नु भयो होला तपाईँहरूले र कैलाश यात्रा के हो भनेर र किन गरिँदैछ भनेर र अहिले भने चाहिँ हामी भने आइपुगिसकेको छौँ अब भने गणेश मन्दिर यो हो रोङदुङमा पर्छ नियर बाई कलेज है र हामी अहिले भने गुरुजी साथमा अनि हामी अगाडि हामी यहाँनिर गणेश मन्दिर आइसकेको छौँ भने यहाँ हेर्न सक्नुहुन्छ तपाईँले र अहिले भने चाहिँ म भने अब मन्दिरतर्फ भित्र गइरहेको छु र मन्दिरभित्र के
हुन्छ तपाईँलाई देखाउने छु तपाईँहरूको माझ र मलाई लाग्छ कि सबैजना यहाँनिर आउनु सकेन र सबैको मैले अनुहार है सबैको भिडियो सबैलाई मैले भिडियोमा क्याप्चर गर्नु नसके पनि गर्नु सकिनँ होला र माफी चाहन्छु त्यसमा जतिजना हुनुहुन्छ उहाँहरू मेरो क्यामेरामा जति मेरो भिडियोमा जति क्याप्चर हुनुभएको छ उहाँहरूलाई त केही भन्नु छैन र जतिजना नभएकोहरूलाई मन दुःख नगरिदिने है किनभने समय नै त्यस्तो थियो अब फ्रेममा आएपछि सबैलाई आइहाल्थ्यो र नआएकोलाई मैले अब ल्याउन सक्दिनँ है सकिनँ त्यही भएर है र अहिले भने चाहिँ मन्दिरभित्र पसिसकेको छु मन्दिर गणेश मन्दिर है यस्तो दामी छ यस्तो दामी स्टल तपाईँले देख्न सक्नुहुन्छ र मेरो पछाडि मसँग बरुण है यहाँ चाहिँ र हामीले यहाँनिर चाहिँ एक सर्कल घुम्नुपर्ने रहेछ है आजको दिन चाहिँ र ढोके पहिलोचोटि ढोके अनि त्यस पछाडि म म मात्रै होइन सबैजना पछाडिबाट घुमेर एकदमै आज त जय श्री राधे राधे भन्दै घुम्यौँ र आज यहाँ चाहिँ गणेश भएर जय श्री गणेश भनेर हामी यहाँ घुमेर यहाँनिर ढोकेर है सबै आधाउधी आइसकिसकेको छ यहाँ गुरुजी अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो गणेश हाम्रो है प्यारो गणेशको मूर्ति कति मजाको छ भने र यहाँनिर सबैले ढोकिरहेको है घुमिरहेको है हेर्नुहोस् त म देखाइरहेको छु के हुन्छ र त्यस पछाडि सबैले भजन है हेर्नुहोस् है त तपाईँले देख्न सक्नुहुँदैछ नि त है यहाँ कलास सबैले आफ्नो शिरमाथि राखेर एकदम मजाले घुमिराख्नु भएको छ हेर्नुहोस् है त तपाईँहरूलाई त थाहै होला म सायदै म त आज मेरो पहिलोपल्ट भएर मलाई हुन्छ नि त्यति थाहा छैन तपाईँलाई थाहा होला तपाईँहरूले त देखेरै बुझिसक्नुभयो है मैले भनिसक्नु पर्ने हाम्रो गाउँको हेर्नुहोस् है त सबैजना कलासलाई आफ्नो शिरमाथि राखेर आइराख्नु भएको छ यस बहिनीहरू साथी बहिनी गणेशको अगाडि सबैजना भेला भएर हेर्नुहोस् हाम्रो भाइले फेरि पनि यहाँनिर अब हेर्नुहोस् है त उहाँले पूजा गर्नुभएको मैले तपाईँलाई एकदमै गणेशको एकदमै जुम गरेर एकदमै नजिकमा ल्याएर तपाईँहरूलाई देखाइरहेको छु र हाम्रो यहाँ ओएसजीलाई एकदमै भाउजूहरू अगाडि बसेर पूजा गरिरहनु भएको छ कलासलाई चाहिँ शिरमै राख्नु पर्दो रहेछ नि त एकदमै पवित्र है पवित्र जग्गामा हेर्नुहोस् है त घुमिरहेको छ हामी त एकचोटि घुमेको जस्तो लाग्यो यहाँनिर त धेरैचोटि घुम्यौँ भाउजूहरू त जय श्री गणेश आज यहाँनिर चाहिँ जय श्री गणेश भन्नुपर्छ अब यहाँ पूजा गरेर सुरु भइसकेको छ हाम्रो है प्रिय पञ्चायत दाजुको आमा बढी ओएसटी दाजु अगाडि अनि भाउजू सबैजना अनि पण्डितज्यू हेर्नुहोस् पूजा सुरु भइसकेको छ हेर्नुहोस् त यो दृश्य खिच्नु पाउँदा मलाई पनि खुसी लागिरहेछ हेर्नुहोस् न त यो समय घरिघरि फर्केर आउँदैन नि त हेर्नुहोस् है त आजको दिन है यहाँनिर हाम्रो गणेश मन्दिरमा पूजा भइरहेछ करुणावतारं संसारसारमयं सदा वसन्तं हृदयारविन्दे भवानी सहितां नमामि जय सूर्यकोटिसमप्रभ निर्विघ्नं कुरु मे देवा
र तपाईँले देखिसक्नुभयो अब भने पूजा पनि सकियो। पूजापछि हामी सबैजना निक्ल्यौँ ब्याक टु पिकअप। अनि भाउजूहरूले गाडी माथि नै राखेको कारणले गर्दा भाउजूहरू हिँडेर आउनु हुँदै थियो, किनभने तल चाहिँ पार्किङै छैन, तपाईँलाई थाहा भएको कुरा हो है। र अब भने चाहिँ हामी यहाँबाट रोड निक्लेर हामी बजारतर्फ लाग्यौँ, रिनक बजारतर्फ। र रिनक बजार पुगेपछि हाम्रो गुरुजीले है माथिबाट रोडबाट निक्लेर उहाँले सबैलाई दर्शन दिनुभयो, किनभने आजको दिन क्लास यात्रामा है एकदमै सबैजना उहाँलाई देख्नु पाउनु सबैजना खुसी भएको थियो। र त्यसपछि हामी बजारमा है राउन्ड लगाइसकेर त्यसपछि हामी फेरि ब्याक टु है बुरन प्लेसमा फर्किँदै थियौँ। र यो फर्किएको दृश्य हो यो रिनक बजारबाट है। र अब भने चाहिँ हामी यहाँबाट गएर हामी पुरानमा गएर प्रसाद खानेछौँ। प्रसाद वितरण भइसकेर त्यसपछि बस्छन् है अनि टाढाहरू जान्छन्। र यसरी नै यो बत्ती भन्दै अब भने म अन्तिममा आइसकेको छु। र यो भिडियो धेरै लामो भएको छ र कतिले अझै पनि छुटेको छ कति भिडियोहरू। त्यति भन्दै है तपाईँहरूले भिडियोलाई धेरै माया गरिदिनु होला, सेयर गरिदिनु होला, धेरै माझ पुऱ्याइदिनु होला। जति सेयर गरेर पुग्यो भने उहाँहरू उति नै है आएर उहाँहरूले एकदमै दर्शन गर्नेछ है त। र त्यति भन्दै तपाईँहरू माझबाट म बिदा लिन चाहन्छु। म सुरज राई साम्पाङ्स भ्लग्सबाट। र तपाईँहरूलाई सी यू बाई है, सी यू अन नेक्स्ट भिडियो। त्यति बेलासम्म तपाईँहरूले पर्खिदिनु होला है त। र पुराणमा आएर तपाईँहरू सबैले जोडिदिनु होला है त। थ्याङ्क यू।